नमस्ते। जाडो महिनामा खानै पर्ने दाल हो गहत र गहतको दाल जाडोमा चाहिँ विशेष गरी सेवन गर्नुको उद्देश्य भनेको यसले चाहिँ श्वासकास अथवा चाहिँ तन्ने समस्या भन्नुहोस् अथवा खोकी लाग्ने समस्या भन्नुहोस् हैन, चिसोले गर्दा हुन सक्ने विभिन्न समस्याहरूबाट बच्नको लागि पनि गहतको दालले हेल्प गर्छ अथवा मद्दत गर्छ। किनभने यो के हुन्छ, उष्ण हुन्छ हैन, तातो हुन्छ र यो चाहिँ कषाय अम्ल रसयुक्त हुन्छ, त्यो उत्तरल हुन्छ। यो चाहिँ पिसाब फुलाउने हुन्छ यसले, र जसले गर्दा चाहिँ अस्मरीनाशक अथवा चाहिँ पत्थरीलाई हटाउनलाई पनि यसले के गर्छ, मद्दत गर्छ। यही दालको रूपमा हामीले प्रति व्यक्ति 10 देखि 20 ग्राम को हिसाबले चाहिँ दिनमा 2-3 पटकसम्म यसको दाल बनाएर सेवन गर्न सकिन्छ, यसको दाल खान सकिन्छ। त्यस्तै गरेर चाहिँ यो खाएको बेलामा चाहिँ प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ, किनभने यो चाहिँ उष्ण हुने हुँदा यसले विधायी जलन उत्पन्न गर्छ। त्यसले गर्दाखेरि जुन दिन हामीले गहतको दाल सेवन गर्छौँ त्यो बेलामा चाहिँ अलिक बढी पानी पिउने गर्नुपर्छ, जसले गर्दा यसबाट हुने हानि, यसबाट हुने जुन अहित प्रभाव हो त्यसलाई त्यसले हटाउनलाई सहयोग गर्छ। त्यस्तै गरेर अर्को यो खाना नहुने दुई मुख्य अवस्थाहरू छन्। पहिलो भनेको चाहिँ अम्लपित्त अथवा हाइपर एसिडिटीको समस्या छ, छातीघाँटीमा चाहिँ पोल्ने हुन्छ, जलन हुन्छ, हातगोडामा जलन छ भने त्यस्ता व्यक्तिहरूले चाहिँ गहतको दाल खाँदा अलिक होसियार अपनाउनुपर्छ। र त्यस्तै गरेर चाहिँ अर्को भनेको चाहिँ नित्य शिलाजितको सेवन गर्नुहुन्छ, उहाँहरूले पनि गहतको दालको सेवन गर्नु हुँदैन। अन्य अवस्थामा अन्य व्यक्तिहरूले चाहिँ गहतको दालको सेवन गर्न सक्नुहुन्छ। र गहतको दाल जाडो महिनामा खाँदाखेरि जाडोमा हुन सक्ने अन्य विभिन्न समस्याहरू, श्वासकासहरू, मैले अघि नै पनि भनिहालेँ, खोकी लाग्ने समस्याहरू, दम बढ्ने समस्या लगायत विभिन्न जति पनि चिसोबाट हुने रोगहरू हुन् तिनीहरूबाट बच्नलाई चाहिँ यसले के गर्छ, मद्दत गर्छ। त्यसैले चाहिँ जाडो याममा गहतको दाल खाने हाम्रो पुरानो के हो, परम्परा पनि हो। धन्यवाद।